अब टाढा छैन फागुन 21। अहिले देशभरिको चासो नवलपरासी पश्चिम क्षेत्र नम्बर 1 मा परेको छ। अरबपति उद्योगपति विनोद चौधरीको उम्मेदवारी भएको हुनाले पनि चासोको विषय बनेको हो। प्रत्यक्षतर्फ 26 जना उम्मेदवारको उम्मेदवारी परेको यस नवलपरासी पश्चिम क्षेत्र नम्बर 1 मा मुख्य प्रतिस्पर्धा भने नेपाली काङ्ग्रेसका विनोद चौधरी, रासपाका विक्रम खनाल, जनमत समाजवादी पार्टीका हृदय त्रिपाठी, नेपाल कम्युनिस्ट पार्टी एमालेका रामप्रसाद पाण्डे र नेकपाका सिन्धु जलेसाबीच हुने देखिएको छ। गत चुनावलाई हेर्ने हो भने गत निर्वाचनमा विनोद चौधरी र हृदय त्रिपाठीको कडा टक्राव भएको थियो र जसमा विनोद चौधरी विजय भएका थिए। त्यति बेला एमालेको सपोर्टमा बलियो देखिएका हृदय त्रिपाठी अहिले एमालेले आफ्नै उम्मेदवार खडा गरेको हुनाले अलिकति उनी कमजोर देखिएका छन् तुलनात्मक रूपमा गत निर्वाचनमा भन्दा। अब हेरौँ गत निर्वाचनको रिपोर्ट के थियो नतिजा। गत निर्वाचन 2079 को नतिजा। गत निर्वाचनमा नेपाली काङ्ग्रेसका विनोद कुमार चौधरी 29,519 मत प्राप्त गरी विजय भएका थिए भने हृदय त्रिपाठी 22,328 भोट प्राप्त गरेका थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरी 12,479 मत प्राप्त गरी तेस्रो भएका थिए भने जनमत पार्टीका गुलाब प्रसाद चौधरी 5,131 मत प्राप्त गरी चौथो भएका थिए। त्यस्तै पाँचौं हुनेमा राप्रपाका भोजराज ढकाल 4208 मत प्राप्त गरेका थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीको पनि 1335 भोट रहेको थियो। अब हेरौँ हरेक उम्मेदवारका अनुकूलता र प्रतिकूलताहरू। डलर अरबपतिको सेकेन्ड इनिङ्सका अनुकूलताहरू। संसाधन र विकास, संसद हुँदा गरेको कामको जस र काङ्ग्रेसको कोर भोटले उनलाई ठूलो सहयोग पुर्याउने अनुमान गरिएको छ। त्यस्तै प्रतिकूलतामा भने विक्रम खनालको विद्रोह, गठबन्धनको अभाव र टुरिस्ट र पुँजीपति ट्यागले गर्दा उनलाई केही बाधा पुर्याउने पनि अनुमान गरिएको छ। त्यस्तै भने यता विक्रम खनाल 42 वर्षदेखिको पार्टी त्यागेर रासपाबाट उम्मेदवारी दिएका छन्। उनका अनुकूलता भने रासपाप्रतिको अहिले जनताको क्रेज, सोसल मिडियाको क्रेज र बालेन र रविप्रतिको क्रेजले गर्दा उनलाई पक्कै पनि सहयोग पुर्याउने अनुमान गर्न सकिन्छ। त्यसैमाथि रवि लामिछाने र बालेन शाहको बर्दघाट भ्रमणले पनि उनलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ। उनी बर्दघाट र नवलपरासी क्षेत्र नम्बर 1 का सम्पूर्ण निर्वाचन क्षेत्र बालेन शाह र रवि लामिछानेसँग घुमेका थिए। प्रतिकूलता पनि उस्तै छ उनीमा पार्टी परिवर्तनको प्रभाव, बलिया र स्थापित नेताहरूसँग प्रतिस्पर्धा देखिएको छ। नयाँ खोल ओढेर पुरानै मान्छे आएको जस्ता ट्यागहरू उनीमाथि पर्दै आएको छ जसले उनलाई केही बाधा पुर्याउने अनुमान गर्न सकिन्छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी एमालेबाट गाउँपालिकाका अध्यक्ष हुँदै प्रतिनिधि सभासम्म पुग्ने प्रयास गरेका रामप्रसाद पाण्डेप्रति पनि जनता सकारात्मक देखिएका छन्। पटक पटक संसद भइसकेका जनमत समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका हृदय त्रिपाठीलाई पनि हामीले कम हाँक्नु पक्कै पनि मिल्दैन। एमालेको सहयोग यसपालि नहुने हुनाले उनी केही रूपमा कमजोर देखिए तापनि उनीलाई पनि हाँक्न नहुने अनुमान गर्न सकिन्छ। उनले गत निर्वाचनमा 22,328 मत प्राप्त गरेका हुनाले उनीलाई त्यति कमजोर हाँक्न भने पक्कै पनि मिल्दैन। नवलपरासी क्षेत्र नम्बर 1 को नतिजा के हुन्छ भन्ने कुरा थाहा पाउन त हामीलाई फागुन 21 गतेसम्म नै प्रतीक्षा गर्नुपर्ने हुनेछ। तर पनि प्रारम्भिक अनुमानमा भने विनोद चौधरी र विक्रम खनाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै अन्य प्रभावशाली उम्मेदवारहरूमध्ये यस बर्दघाट क्षेत्र नम्बर 1 मा उठेका उम्मेदवारहरू उज्यालो नेपाल पार्टीका तर्फबाट विजय कुमार कण्डेल रहेका छन् भने राष्ट्रिय प्रजातान्त्रिक पार्टीका तर्फबाट नवनीत कुमार मिश्र उठेका छन्। यस्तै निर्वाचनबारे अपडेट र जानकारी पाउनका लागि हाम्रो यस नेपाली स्टोरी हब च्यानललाई लाइक,
सब्स्क्राइब गरिदिनुहोला।